लमजुङसम्म जापानको वनभोज तथा भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। लमजुङसम्म जापानले प्रत्येक वर्ष आयोजना गर्दै आएको बारबेक्यू पार्टी, वनभोज तथा भेटघाट कार्यक्रम यस वर्ष पनि भव्यतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा समाजका सदस्यहरूबीच भेटघाट, रमाइलो गीत सङ्गीत र स्वादिला खानाको भरपूर आनन्द लिइयो। हाम्रो लमजुङ गुरुङ जातिको बाहुल्यता भएको जिल्ला हो। समाजको कार्यक्रममा गुरुङ समुदायको सशक्त उपस्थिति रहने गर्दछ। आजको बसाइले पनि गाउँघरको रोदीगरको सम्झना गरायो। मादल र झुर्माको तालमा मौलिक लोकगीत गाउँदा स्वदेश पुगेको झल्को आएको थियो। दाजुभाइ तथा दिदीबहिनीहरूले पालै पालो गीत गाएर नाचेर साँच्चैको मेलापाता रोदी बसे जस्तै माहौल सिर्जना गरेका थिए। लमजुङ समाज जापानकी अध्यक्ष श्रीमती गुनिमाया गुरुङले समाजले आयोजना गरेको कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, समाजलाई नयाँ उचाइमा लैजान अब युवा पुस्ताको नेतृत्व आवश्यक छ। उनीहरूकै सक्रियता र सहभागिताबाट समाज अझ प्रगतिशील बन्न सक्छ। कार्यक्रममा रमाइलो झन बढेको थियो जब अध्यक्ष स्वयं नाचे र नाच्नेहरूलाई पैसाको फूल लगाई सम्मान जनाउनुभयो।
यसले कार्यक्रममा उपस्थित सबैको मन जित्यो र माहौल अझ रमाइलो बनायो। उहाँले थप जानकारी दिँदै भन्नुभयो कि यो कार्यक्रम सम्भवतः मेरो कार्यकालको अन्तिम कार्यक्रम हो। यस अवधिमा मलाई साथ र सहयोग गर्ने र सबैप्रति आभार व्यक्त गर्दछु। दुई चार लाख 2,000 को मान माया नगर छाम छाम लम्बु समाज वर्षमा एक दिन मात्रै भेट हुन्छ। त्यो पनि त कसरी हुन्छ बार्बिक्यूले भेट हुन्छ। अध्यक्षको जिम्मेदारी हामीले पनि सिकाउनु पर्छ। के थाहा भएन